नमस्कार साथीहरू, तपाईलाई स्वागत छ मेरो च्यानलमा। म आज तपाईलाई एउटा देवताको विषयमा कहानी सुनाउन गइरहेको छु। ध्यान दिएर सुन्नुहोला र मन परेमा लाइक, शेयर एन्ड सब्स्क्राइब गर्नुहोला। यो कथा एकदमै राम्रो, एकदमै विश्वासिलो भगवानप्रति विश्वास गर्ने मान्छेहरूलाई एकदमै राम्रो छ, त्यसैले ध्यान दिएर सुन्नुहोला। यो कथाको शीर्षक रहेको छ नागदेवताको वरदान। पहाडी क्षेत्रमा ठिक बीचमा लालपुर भन्ने एउटा गाउँ थियो। त्यो गाउँ राम्रो, शान्त र हराभरा थियो। गाउँको मुनि ठुलो खोला बग्थ्यो र खोलाकै छेउमा नागदेवताको एउटा ठुलो मन्दिर थियो। अनि त्यहाँका गाउँलेहरूले विश्वास गर्थे कि त्यो मन्दिरको छेउमा भएको पोखरीमा नागदेवताले बास गर्छन् र उहाँहरूले राम्रो काम गरे उहाँ नागदेवताले हामीलाई पनि धेरै राम्रो आशिषहरू दिनुहुन्छ। गाउँमा किसान काम नाम गरेको 14-15 वर्षको एकजना साधारण दयालु केटा बस्थ्यो। उसको धेरै धन थिएन। घरमा आमा बुवा र सानी बहिनी बस्थे। बहिनीलाई कहिलेकाहीँ धेरै बिरामी पर्थ्यो, त्यसैले किसान कहिले पनि खेल्न दौडिन पाउँदैन थियो। सबै समय बहिनीको हेरचाहमा लगाउँथ्यो। किसानको मनमा भने एउटा ठुलो चिन्ता थियो, कसरी भए पनि बहिनी पूर्ण निको होस्। एक रात किसानले अचम्मको सपना देख्यो। सुन्नुहोस् है, अचम्मको सपना देख्यो भने के सपना देख्यो सबै तपाईँले जान्नुहुन्छ। सपना एकजना ठुलो कपाल भएको, हरियो नीलो चम्किलो शरीरमा नाग मानिसको रूप उसको सँगै आइपुगेर नागले नरम स्वरमा भन्यो, किसान, तिम्रो मन सफा छ। तिम्रो बहिनी निको हुन सक्छ, तर तिमीले साहस देखाउनु पर्छ। भोलि साँझ पोखरीमा आउनु। किसान त्यसपछि बिउज्यो। पसिना आएको थियो उसलाई, एकदम पसिना आएको थियो। उनलाई थाहा थिएन के भयो। त्यो सपनाको सङ्केत हो, के को सङ्केत हो, तर साहस गरेर उसले मनमा भन्यो, जान्छु चाहे डर लागोस्। भोलिपल्ट साँझ आकाश रातो हुँदै गएको थियो। गाउँ बिस्तारै शान्त हुँदै थियो। किसानले टुकी लिएर पोखरीतिर हिँड्यो। गाउँका मान्छेहरूले सुनाएका कथाहरू उसले सम्झना आए। रातमा त्यहाँ नजानु, नागदेवता रिसाउँछन्। पानीबाट आवाज आउँछ र पोखरीमा प्रकाश झल्किन्छ। तर किसानले आँखा बन्द गरेर मन बलियो बनाएर सुरु अगाडि हिँड्यो। पोखरीको छेउमा पुग्दा आवाज एक्कासी चिसो भयो। कोही यताउता हिँडेको जस्तो उसलाई फिल भयो। पानीमा हल्का हरियो चमक थियो। किसानको मुटु छिटो धड्किन थाल्यो। उसलाई एकदम डर लाग्न थाल्यो। ल अब मलाई के हुने, कसो हुने हो, म यस्तो राति एक्लै आइपुगेँ, यताउता हेर्छ केही मान्छे कोही छैन, ल मलाई के हुने भनेर एकदम डरायो। त्यही बेला किसान भनेर एउटा मिठो आवाज आयो। यताउता हेर्छ, कोही पनि मान्छे देख्दैन। ऊ एकदम डराइरहेछ भित्रभित्र। उसलाई यसो हेर्दा कसले बोला जस्तो लाग्यो, फिल भयो। ऊ भित्रभित्र डराउँदै गइरहेको थियो। पानीबाट एउटा ठुलो नाग निस्क्यो। त्यो पोखरीबाट एउटा ठुलो नाग निस्क्यो। मान्छेको भेषमा त्यो नाग निस्क्यो। किसान पुरै त्यसभित्र थरथर काम्न थाल्यो। तर नागदेवताले शान्त रूप देखाए। डराउनु पर्ने केही पनि छैन भनेर नागदेवताले भने। त्यसपछि तिमी बहिनीको लागि आएका रहेछौ, यसका लागि 3 काम गर्नुपर्छ, त्यसपछि मात्रै तिम्रो बहिनी पूर्ण रूपमा ठिक हुन सक्छ भनेर नागदेवतालाई उनले भन्नुभयो। किसानले टाउको हल्लाउँदै हुन्छ भन्यो। नागदेवताले भने, गाउँमा केही मानिसहरू पोखरीबाट पानी चोरेर बेचिरहेका छन्। तिमीले यो कुरा मुख खोली भन्नुपर्छ। के तिमी सत्य बोल्न सक्छौ? सत्यको बाटो भिन्न सक्छौ? किसानलाई थाहा थियो यो भने मानिसहरू रिसाउँछन्, उसलाई कराउँछन्, पिट्छन् भनेर। तर बहिनीको स्वास्थ्यको लागि ऊ जे पनि गर्न तयार थियो। उसलाई बहिनीलाई जसरी पनि ठिक गराउनै थियो। अर्को बिहान उसले गाउँको पञ्चायतमा गएर साँचो कुरा सबैलाई सुनायो। केही मानिसहरूले उसलाई झपारे, तर अन्त्यमा सबैले मान्नु पर्यो। पोखरीमा पानी चोर्न बन्द गरियो। अब आयो दोस्रो कामको पालो। दोस्रो काम नागदेवताले भने कि गाउँमा ओगटिएको बस्तीमा एउटा बुढो एक्लै बस्छ, उसलाई पानी र खाना पुर्याइदियो। किसान हरेक साँझ समय मिलेर त्यो बुढालाई खाना, पानी र अन्य लत्ता कपडाहरू पनि
पुर्याउने गर्थ्यो। बाबु तिमीले मलाई गर्ने यो दया म कहिल्यै भुल्दिनँ भनेर त्यो बुढो मान्छेले उसलाई भन्यो। तेस्रो काम, यो अलि कठिन काम थियो। नागदेवताले भन्यो तिमीले आफ्नो सबैभन्दा मनपर्ने चिज एक दिनलाई पोखरीमा अर्पण गर्नुपर्छ। हो, त्यसपछि किसान डरायो। मलाई अब यस्तो मनपर्ने चिज मेरो के होला, मैले के ल्याएर अर्पण गर्नुपर्ने होला भनेर किसान एकदम डरायो। र उसलाई चाहिँ सानोमा उसको बाबुलाई एउटा बाँसुरी दिनुभएको थियो। उसलाई एकदम मनपर्ने बाँसुरी थियो। अब मैले ल यो बाँसुरी दिनुपर्छ कि भनेर उसको मनमा एकदम चिन्ता बस्यो। उसले त्यो बाँसुरी किसानको जन्मदिनमा दिएको थियो किसानको बाबुले उसलाई। र किसानको बाबु नहुँदा त्यो बाँसुरीलाई छोपेर ऊ बुटुक्कै भएर हुन्थ्यो। तर बहिनीलाई बचाउन उसँग अरू केही उपाय थिएन। र अनि पोखरीको किनारमा बसेर उनीहरू मनमा नै भन्यो मेरो जीवनको सबैभन्दा प्रिय चिज हो नागदेवता, तर बहिनी योभन्दा मलाई अझै एकदम प्रिय छ। उसले बाँसुरी पानीमा फालिदियो। पोखरी चम्कियो र पानीले बाँसुरी बिस्तारै भित्र लग्यो। राति फेरि नागदेवता सपनामा देखा परे। किसान तिमीले सबै परीक्षा पुरा गर्यौ, तिम्रो मनमा एकदमै शुद्ध छ। अब म तिम्रो बहिनीलाई मेरै वरदान दिन्छु। मैले वरदान दिन्छु भोलिपल्टदेखि उसलाई रोगले छुन सक्दैन। किसानको आँखाभरि आँसु आयो। धन्यवाद नागदेवता भनेर किसानले भन्यो। नागदेवताले हात उठाए। पोखरीको पानी एकैछिन उज्यालो भयो। त्यसपछि नागदेवता फेरि पोखरीमै फर्किए। भोलिपल्ट बिहान किसानको बहिनी मुस्कुराउँदै उठिन्। दाइ, आज म राम्रै छु, खोकी लागेको छैन, थकाइ पनि लागेको छैन, एकदम स्वास्थ्य जस्तो महसुस गरिरहेको छु। आमाले उसको निधार छोइन्। उसलाई ज्वरो पनि आएको थिएन, शरीर पनि एकदम बलियो जस्तो देखिएको छ। गाउँको वैद्यहरू आएर डाक्टरहरूले एकदम अचम्मित हुँदै भने ओहो यसलाई त के भयो, यस्तो रातारातो ऊ मान्छे कसरी ठिक भयो, यति चाँडै कसरी निक भयो, त चमत्कार भएको हो, कसरी ठिक भयो। किसान हाँस्यो तर साँचो कुरा उसले कसैलाई पनि भनेन। सिर्फ ऊ पोखरीतिर हेर्दै मनमा नै भन्यो थाहा छ यो नागदेवताको दया हो। नागदेवतालाई म धेरै धेरै भनेर धन्यवाद दिन चाहन्छु। एक हप्तापछि किसान फेरि पोखरीमा गयो। पोखरी शान्त थियो तर अचानक पानीमा सतहमा हल्का हल्लिन थाल्यो। किसानले देख्यो त्यहाँ बाँसुरी पानीको माथि तैरिरहेको थियो। उसले जुन बाँसुरी पहिला फालेको थियो त्यो बाँसुरी फेरि त्यो पानीमाथि तैरिरहेको थियो। तर अब बाँसुरी पुरानो जस्तो थिएन। बाँसुरी सुनौलो चम्किरहेको थियो। सुनौलो रङमा सुन जस्तो चम्किरहेको थियो। नागदेवताको आवाज आयो, यो बाँसुरीमा अब मेरो आशीर्वाद छ। जब तिमी यस बाँसुरी बजाउँछौ तिमी जहाँ छौ त्यही शान्ति फैलिन्छ। किसानले बाँसुरी उठाएर मनभरि खुसी भयो। त्यस दिनदेखि किसानको गाउँमा सबैलाई मद्दत गर्न थाले। जहाँ झगडा हुन्थ्यो किसानको बाँसुरीको धुनले त्यहाँ शान्ति ल्याउँथ्यो। जहाँ दुःख हुन्थ्यो धुनले हिम्मत दिन्थ्यो। गाउँलेहरूले भन्थे किसानलाई नागदेवताको आशीर्वाद दिनुभएको छ। पोखरीमा आज पनि शान्त छ। पोखरी आज पनि शान्त र रहस्यमय र रातमा कहिलेकाहीँ सुनिन्छ बाँसुरीको मधुर धुन। जस्तो नागदेवताको मुस्कानले गाउँ ढाकिरहेको हो। हस्त धन्यवाद। यो कहानी यति समय थियो। तपाईँ अर्को कहानी सुन्न चाहनुहुन्छ भने म अर्को कहानी पनि तपाईँलाई सुनाउनु यहाँ एकदम खुसी छु, सुनाउन सक्छु। केही समय दिनुहोला। अब म तपाईँहरूलाई देवताको 3 दीप भन्ने एउटा अर्को कथा सुनाउन गइरहेको छु। ध्यान दिएर सुन्नुहोला। पहाडी गाउँ फुलबारी। जब बिहानीको हावा धुइलो हुस्सेले भरिएको हुन्थ्यो, गाउँको मध्यमा एक पुरानो सानो तर धेरै मान्यता भएको मन्दिर थियो, देवी भगवतीको थान। गाउँलेले भन्थे देवीले हरेक वर्ष 3जनाको इच्छा पुरा गर्छन्। तर त्यो आफ्नो इच्छा एकदम साँचो, एकदम स्वच्छ मनले मागेको हुनुपर्छ। गाउँमा सान्जेल नाम गरेको 16 वर्षको केटो थियो। एकदम मेहनत र एकदम दयालु थियो। तर ऊ एकदमै निकै गरिब थियो। बुवा पहिल्यै बितिसक्नु भएको थियो। आमा खेतमा काम गरेर
कसै गरी उसको र उसको बच्चाको पेट पाल्ने गर्थ्यौँ। एक दिन आमाको स्वास्थ्य एक्कासी बिग्रियो। गाउँको वैद्यले भने औषधि महँगो छ, एक साताभित्र औषधि नलाए आमालाई जी पनि हुनसक्छ। सान्जेलको मुटु च्वास्स दुख्यो। पैसा थिएन, आमालाई कसरी बचाउने? त्यही साँझ उसले मन्दिरतिर हेरेर मनमा नै भन्यो, ए देवी, साँच्चीकै तपाईँ हुनुहुन्छ भने म तपाईँलाई भेट्न चाहन्छु, कृपया मेरो अगाडि आउनुहोस्। आमाले निधाएपछि सान्जेललाई चुपचाप मन्दिर पुग्यो। मन्दिरमा चन्द्रमाको उज्यालो चम्किरहेको थियो। सान्जेल अलि डराएको थियो, तर मनमा आस्था पनि बिर्सिएको थिएन। उसले घोडा टेकेर चुपचाप भन्यो, देवी, मेरी आमा साह्रै बिरामी छिन्, मसँग केही पनि छैन, के तपाईँले मेरी आमालाई ठिक गर्न सक्नुहुन्छ? अचानक मन्दिरभित्रको भागबाट राखिएको दीपक बिस्तारै बलिरहेको बलभन्दा अझ उज्यालो बल्यो। सान्जेल अचम्ममा पर्यो। त्यसभित्रको उज्यालोबाट एक आवाज आयो, सान्जेल, म तिमीलाई 3 दीप दिन्छु, प्रत्येक दीप एक इच्छा पुरा गर्छ, तर ध्यान दे, इच्छा साँचो, निस्वार्थ र बाँडेर खुसी दिनुपर्छ। सान्जेल रोएर भन्न थाल्यो, देवी, मलाई त केवल एक मात्रै चाहना छ, मेरो आमाको उपचार छिटो होस्, उहाँलाई राम्रो होस्, उहाँ स्वस्थ हुनु। उनले भन्नु, पहिलो दीप तिम्रो आमाको लागि हो, अर्को 2 तिम्रो हृदयले छान्नेछन्। सान्जेल दीप लिएर घरतिर फर्कियो। घर पुगेपछि उसले दीप बिर्को लगाएर आमाको सिरानीमा राख्यो। आकाशमा एक हल्का सेतो प्रकाश चम्कियो। आमा बिस्तारै आँखा खोल्दै भन्न थालिन्, सान्जेल, मलाई अचम्मै हल्का लागिरहेको छ। भोलिपल्ट वैद्य आएर जाँच गरे। म यो देखेर नै अचम्म छु, ऊ त लगभग निको भइसकेकी छिन्, यो कसरी भयो रातारात? सान्जेल मुस्कुरायो, तर उसलाई कसैले केही पनि भनेन। उसले दीपको शक्ति मनभित्र राख्यो। त्यही वर्ष त्यो गाउँमा एउटा ठुलो समस्या आइपुग्यो। खेतमा सिमसिमे किराले आक्रमण गर्यो। धान, गहुँ, मकै सबै नष्ट हुँदै गयो। गाउँका मान्छेहरू एकदम चिन्तामा डुबेर बस्न थाले। र सान्जेलको आमाले भनिन्, सान्जेल, यो वर्ष यदि बाली बिग्रियो भने त हाम्रो परिवार त बोकै मर्छ। सान्जेलले सोच्यो, पहिलो दीपले आमालाई बचाए, दोस्रो दीपले गाउँलाई बचाउँछु। उसले दोस्रो दीप लिएर खेतको बीचमा राखेर मनले भन्यो, हे देवी, यहाँको सबै परिवारहरू बाँचौँ, खेत बच्छ भने हामी सबै बच्छौँ। त्यो रात एकदमै ठुलो पानी पर्यो। पानीको कारण सबै त्यहाँ भएको किराहरू पानीले बगाएर लिएर गएर बिहानै खेतसँगै सूर्य पनि हाँस्यो। बाली हरिबाली भएको देखेर किसानहरू पनि एकदमै अचम्ममा परे। गाउँलेहरू चकित भए, त्यो चमत्कार कसरी भयो भने। तर सान्जेल चुपचाप लागि मुस्कुराएर आमासँग बसेर चिया पिउँदै थियो। अब सान्जेलसँग एक अन्तिम दीप बाँकी थियो। उसले सोचे, यो दीपसँग मैले के मागेँ? आफ्नो लागि केही पनि माग्न सक्छु, धन, सुख, घर, गाडी, तर मनले भने तिम्रो खुसी अरूको खुसीमा छ। गाउँको छेउमा मीरा नाम गरेकी एक अनाथ केटी बस्थे। सान्जेल उसको साथी थियो। मीरा बुद्धिमान थिए, तर गरिब भएको कारणले स्कुल छोडेर घरमै बसेर भाँडा माज्ने, घरको काम गर्ने, कुचो लगाउने गर्थे। एक दिन उसले सान्जेललाई भन्यो, म पढ्न चाहन्थेँ, तर त्यो सपना मेरो अब पुरा हुने भएन। उसले तेस्रो दीप हातमा लिएर मन्दिर पुगेर देवीलाई बोलाए, देवी, मीरालाई पढ्न पाउने अवसर दिनुहोस्, म चाहन्छु उसको आफ्नो भविष्य उज्जवल बनोस्। दीप खुल्ने बित्तिकै त्यो ठुलो सुनौलो प्रकाश मन्दिरभरि फैलियो र आवाज आयो, सान्जेल, तिमी सबैभन्दा ठुलो इच्छा मागेको अर्को भविष्य, त्यसैले त म तिमीलाई एउटा अर्को वरदान पनि दिन सक्छु। सान्जेल अचम्ममा पर्यो। मैले त सबै वरदान मागिसकेँ, फेरि देवीले मलाई किन अर्को वरदान दिलाउनु? र अन्तिम चमत्कार देवीले उसलाई दिइन्। अर्को दिन गाउँमा ठुला मान्छेहरू आए। जिल्लाबाट, नगरपालिकाबाट एकजना व्यापारी पनि आयो। उनीहरूले फुलबारीमा गाउँमा नयाँ विद्यालय खोल्ने निर्णय गरेका थिए। व्यापारीले भने, अब हामी आर्थिक रूपमा कमजोर बालबालिकालाई निःशुल्क पढाउँछौँ। पहिलो
विद्यार्थी मीरा हुनेछ। गाउँलेहरू ताली बजाउँदै खुसीले रोएर मीरा त केही बोल्नै सकिन। सान्जेल यो कसरी सम्भव भयो भनेर अचम्ममा पर्यो। सान्जेलले मुस्कुराए, सायद देवीकै कृपा हुनुपर्छ। त्यसपछि व्यापारीहरूले थपे, सान्जेल तिम्रो नाम धेरैले सिफारिस गरेका छन्। तिमी पनि छात्रवृत्तिमा पढ्नेछौ र भविष्यमा तिमी आफ्नो मनपर्ने विषय लिएर अध्ययन गर्न सक्छौ। सान्जेल आँखामा आँसु आयो। सान्जेलको आँखामा ऊ मनमा नै भन्थ्यो, देवी यो त थप वरदान दिनुभयो। अन्त्य 3 वर्षौपछि सान्जेल शिक्षक बन्यो, मीरा नर्स बनी। फुलबारी गाउँमा राम्रो शिक्षा, स्वास्थ्य, खुसीको केन्द्र बन्यो। मन्दिरको भित्ताबाट एउटा नयाँ लेखाइ जोडियो, जसले साँचो मनले जे माग्छ देवीले त्यो दीपको रूपमा त्यो उसको इच्छालाई पुरा गर्नेछ। सान्जेल कहिलेकाहीँ मन्दिरमा बसेर मुस्कुराउँथ्यो। 3 दीपको उज्यालो अझै पनि उसको हृदयमा बलिरहेको थियो। हस्त धन्यवाद। आजलाई यति नै। तपाईहरु यस्तै कहानीहरू, यस्तै कथाहरू सुन्न चाहनुहुन्छ भने कृपया यो भिडियोलाई लाइक, शेयर एन्ड सब्स्क्राइब गर्नुहोस्। धेरै धेरै धन्यवाद।